लु अब यहाँदेखि केटाहरू निस्किसक्यो हो। यहाँदेखि स्टार्ट फेरि खाजा खाएर केटाहरू निस्किँदैछ। हेलो गाइस, भिडियोमा बनिरहनु होला, हेर्नु होला। आज हाम्रो सन्डे राइडको भिडियो मजाले केटाहरू अगाडि जाँदैछ, हामी दुईजना सब पछाडि, सबैजना आफ्नो आफ्नो धुनमा छ। भिडियो बनाउने चाहिँ हामी दुईजना मात्रै हो। यो के भयो, सानो बनाउने चाहिँ सिग्रिङ गर्दो रहेछ त्यसका बाजे। यसलाई टाइट नगरी नहुने रहेछ। यसमा पनि धेरै भिडियो भइसक्यो होला। स्टोरेज दामी जग्गाहरू रहेछ। त्यो रोड हेर्नु होला। कहाँ भयो दुईजना त हरायो त। केटाहरू आदि काम गयो। दुईजना कुद्छ। रोडहरू अलिकति जम्पिङ गर्दै जाने। चट्टै कार्पेटिङ यही माथि गऱ्यो भने त दामी हुन्छ, खर्च पनि बेसी नलाग्ने है। दुईजना त कहाँ उडेछ त, कहाँ उड्यो। सँगसँगै हिँड्नु पाए पो मजा आउँछ त। बगानै बगान रहेछ। हाम्रोतिर चियाको बगान हेर्नु पाउने, यहाँ चाहिँ कफी र के भन्छ यसको गुवा सुपारी। आमामा कस्तो दामी रहेछ यहाँ चाहिँ यसको बोट। के हो यो चाहिँ, दामी छ त जग्गा त। चिल्लै गभर्मेन्ट
पटपट्टि होला सायद। कहिलेकाहीँ त यस्तो हाम्रो पहाडतिर जस्तो पनि कुद्नु पाइयो है। ओह्रालो ओह्रालो उकालो यो त मडकेरी जाँदा सेम त्यस्तै बाटो भेटेको थियो, त्यो सेम पो छ त नि, केही मिस्टेक छैन त यो त। लु त्यही बाटो पुग्यो हौ, त्यस्तै छ त अन्त हेर्दा त। मैंने पाया है खुदा हो यो अब कुन ठाउँ हो थाहा छैन, नाम चाहिँ। एउटा बजार आइपुग्यो, बजार सानोतिनो बजार मार्केट रहेछ, अहिले चाहिँ पुग्यो, बट नाम थाहा छैन। अब नामै पढ्यो भने पनि यहाँ उसबाट हुन्छ के अरे कन्नडबाट के बुझ्नु हामीले जाने होइन, हिन्दीबाट भयो भने बुझ्थ्यो नि। कन्नडबाट दिएको हुन्छ। पीछे में है पछाडि पो रहेछ त नि। पछाडि रहेछ, म अगाडि छ भने के फल हो यो चाहिँ, कालो कालो। आमा डोजरहरू, यहाँ डोजर किन्दैन है, डोजर त्यहाँ लाइनै थियो त। यहाँ मल रहेछ एउटा, माथिको हेर्नुहोस् के हो यो। मार्केट आइपुग्यो थाहा भएन, तर एउटा मार्केट रहेछ, ट्राफिक रहेछ, जाम। आमा होटल पो रहेछ माथिको त। खोइ के हो, ट्राफिकै ट्राफिक छ त, कता गयो? जग्गाको नाम भन्नु छैन,
हिँडेछ 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 कता जाने अब थाहा छैन के भयो के भयो कहाँ गयो दुईजना यो मुलाहरूले हेर्दैन नि फेरि अगाडि अगाडि हिँडेर के हेर्छ भुइँ बाँधेर हेरेर हिँड्छ क्या हो बजारतिर कता कता कुदेको जाँदैछ हाम्रो साथीहरू पनि दामी रहेछ यस्तो चाहिँ हुनु पर्यो नि त दामी रहेछ रोड यस्तो चाहिँ छ भने त मजा आयो नि त सुरुरुरुरुरु के यस्तो छ फेरि एकछिन मात्र रहेछ यहाँ चाहिँ यस्तो उफ्रिने यहाँ फुरुङ उफ्रियो अहिले त मान्छेहरू सोसियल मिडियाले यत्रो यत्रो फुचिहरू पनि कस्तो रहेछ बाटोमा झन्डै लडियो सोसियल मिडियाले उयो गरेर फुच्चेहरू पनि थालेर हिँड्छ हामी चाहिँ कहिले ल्याउनु पर्ने लु त साथीहरू हेल्प गरौँ सपोर्ट गरौँ भिडियो सिडियो सेयर गरिदिउँ के बनिँदै गरेको चाहिँ शीतल आयो जस अलिकति जङ्गल भएको र नभएको चाहिँ नमिल्ने है जङ्गल एरियामा हावा चिसो आइदिने क्या बजारभित्र त हावा पनि तातो न तातो आफू पछाडि बसेन अन्त यिनीहरूलाई त कहाँ छोडिन्छ अन्त त्यही भएर पछाडि बस्नुपर्छ बनाउँदैछस् कि के जाँदा सुतिस कहाँ होइन नि अलग अलग हुन्छ नि मेरो भिडियो क्यामेराम्यान त मुला पछाडि बाइकमा सुतेछ जस्तो छ भिडियो सिडियो पनि बनाएको देख्दिनँ एउटा क्यामेरा दिइरहेको छु भिडियो सिडियो पनि बनाएको देख्दिनँ कोनी यो फुलको बास्ना चाहिँ दामी आउँदो रहेछ नि त के हो लु साथी चिनेर भन्नु त यो सेतै फुलिरहेको छ कफी त होइन त कफी नै भयो कि के हौ फेरि कुनै जग्गा त फुलेको छैन त नि यो त छैन त कफी नै रहेछ मेरो विचारमा दामी बस्न आउने के कस्तो दामी खेतबारी रहेछ हेर्नु त लु दामी दामी खेतबारी अब
हाम्रोतिर अब देखेपछि यहीँ मात्र देख्नु पाउँदैछ। गोवाको बोट ल दामी रहेछ सुपारी त यहाँ त। पिछाबाट पोल्नु थालेर हिँड्दा हिँड्दा के गरेको हामी चाहिँ हेरेको हेरे सुपारी बगान पुग्यो। यहाँ पनि सुपारी हरिरहेछ, सुपारीकै खेती रहेछ बेसी जस्तो। सुपारी 3-4वटा चिज हुँदो रहेछ हौ, सुपारी, नारिवल अनि कफी। यहाँ फुलेको हेर्नु नि, कफी अनि उयो के लाल के अरे के भन्छ काला मिर्च मरिचको चाहिँ खेती हुँदो रहेछ बेसी जस्तो चाहिँ यहाँ। कता हाली लाग्यो यो त रोड पनि। हामी त हेरेको हेरे कत्रो कत्रो बसहरू कुद्दो रहेछ हौ यता। हामी त हेरेको हेरे। जस घुम्नु मजा आउँदैछ, हिँड्नु चाहिँ मजा आउँदैछ जस केटाहरूसँग सारा भिडियो चाहिँ जस्तो आउँदा भए पनि रियल लाइफ एक्सपिरियन्स गर्न चाहिँ मजा आइरहेछ। चट्टै केटाहरू सबैको बाइकै बाइक हुनु भने झन् मजा आउँथ्यो, अलि स्पिड हुन्थ्यो नि त स्कुटीमा। र पनि भाग्छ केटाहरू, कोही त्यसको अगाडिको त झन् ब्रेकै छैन एउटा, त्यतिर पनि कुद्छ हो त्यत्रो मोटी बोकेर। अब हाम्रो त जहाँ भने त्यहीँ लाग्छ ब्रेक, र पनि डर लाग्छ कुद्नु। कुद्छ केटाहरू, यहाँको बाटोहरू हामीलाई एक्सपिरियन्स छैन नि त, यिनीहरूलाई थाहा छ।
झरेको झरेकै साला टाउको क्या हो गया? नाली में डालने वाला था बच के चलो। सेतै फुलिरहेको छ कस्तो मिठो परेन मक 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 बास्नामा आउँदो रहेछ नि त हो आमा कफीमा पानी हालेको त देख्नु भएको छैन होला हौ यत्रो बेसी हाल्नु पर्दैछ पिचकारीबाट कहाँबाट तानेर लु यहाँ तलतिर हेर्नु यस्तो छ क्या रमाइलो देख्दो रहेछ खोलाइ पुगेको हो त यस्तो चाहिँ अन्त टर्निङ चाहिँ गाउँ बस्तीको टर्निङ सेम आमामा कफी फुलेको कहाँ चल्यो यिनीहरूले त यो मुनाले मोटर राख्ने आइडिया हेर्दा त्यहाँ लिपस्टिक लगाएको होइन उ त्यहाँ गाडीमा घुमी घुमी
ल यहाँ पुग्यो खोइ त लो कताको केटाहरू भिडियो अब चाहिँ यति नै हो नेक्स्ट भिडियो हेर्नुभयो होला यो चाहिँ 1 घण्टा भएछ बनाएर हालेको मैले थ्यांक यू सो मच